नमस्ते, म डाक्टर दिनेश गौतम, यस अन्नपूर्ण हस्पिटलमा फिजिसियन डाक्टर। आज म तपाईहरूलाई एउटा समसामयिक विषयमा सबैले बुझ्ने भाषामा छलफल गर्न गइरहेको छु र आजको विषय छ ब्लड प्रेसर भनेको के हो र ब्लड प्रेसर भएपछि हामीले कुन बेलामा औषधि खाँदा राम्रो हुन्छ, यसबारेमा सबैले बुझ्ने भाषामा आज छलफल गर्न गइरहेको छु। सामान्यतः ब्लड प्रेसर जुन हुन्छ हाम्रो शरीरमा 120/80 भनिन्छ, 120/80 mm of Hg भनेको ब्लड प्रेसर नापन गर्ने चाहिँ युनिट। 120/80 सम्मको ब्लड प्रेसरलाई हामीले नर्मल ब्लड प्रेसर भन्छौँ र त्योभन्दा रगतको प्रेसर उच्च हुन थाल्यो भने रगतको प्रेसर बढेको भनेर भन्छौँ। र उमेर अनुसार उमेर बढ्दै जाँदाखेरि रगतको प्रेसर पनि अब 120 देखि 30 सम्म र जुन डायस्टोलिक हुन्छ तलको प्रेसर 80 देखि 90 सम्मलाई पनि हामीले यो 40-50 वर्षको उमेरसम्मका व्यक्तिहरूलाई 130/90 लाई पनि हामीले नर्मल रूपमा लिन सक्छौँ र 140 त्यसपछि तल 95 भन्दा क्रस गर्न थाल्यो 3 महिनासम्म कन्टिन्युअसली क्रस भयो भने अब ब्लड प्रेसरको औषधि खाने बेला भएको हो भनेर हामीले बुझ्नुपर्छ। र ब्लड प्रेसरको औषधि सुरु गर्नुभन्दा अगाडि सामान्यतः ब्लड प्रेसरले असर पार्ने शरीरका विभिन्न अङ्गहरू जस्तो कि मुटु, किडनी, त्यसपछि आँखा, यी विभिन्न अङ्गहरूको जाँच गरेर ती अङ्गहरूको अवस्था हेरेर र त्यसअनुसार विभिन्न ब्लड प्रेसरका चाहिँ औषधि मध्येमा कुन औषधि खाने, त्यसपछि डाक्टरको सल्लाह अनुसार चाहिँ हामी अगाडि बढ्न सकिन्छ। अब ब्लड प्रेसरको औषधि खान चाहिँ किन हिचकिचाहट गर्नुहुन्छ त बिरामीहरूले भन्दाखेरि सामान्यतः ब्लड प्रेसरको औषधि खायो भने जिन्दगीभर खानुपर्छ अथवा ब्लड प्रेसरको औषधिले किडनीलाई ड्यामेज गर्छ अथवा विभिन्न अङ्गलाई ड्यामेज गर्छ, यावत कुराहरू हाम्रो समाजमा यत्रतत्र छन्। विभिन्न कुराहरू सुनेर पनि बिरामीहरू औषधि सुरु गर्न झस्किनुहुन्छ र म उहाँहरूलाई कसरी सम्झाउन चाहन्छु भने हाम्रो मुटु भनेको चाहिँ एउटा मेकानिकल एउटा मसिन जस्तो हो। हामीले चाहिँ जसरी एउटा चाहिँ मसिन एउटा आफ्नो क्यापेसिटीभन्दा बढी काम गर्यो भने मसिनका चाहिँ औजारहरू पाटपुर्जाहरूमा क्षति पुग्छ, त्यस्तै क्यापेसिटीभन्दा पनि एक्स्ट्रा प्रेसरमा मुटुले काम गर्न पर्यो भने मुटुको पाटपुर्जाहरूमा क्षति हुन्छ। जस्तो कि हाम्रो मुटुको वल हुन्छ, मुटुको मासु जसलाई हामीले मायोकार्डियम भनेर भन्छौँ। मुटुले सहने भन्दा बढी प्रेसरमा मुटुले काम गर्न पर्यो भने त्यो मायोकार्डियम ड्यामेज हुन पुग्छ र जसले गर्दा मायोकार्डियम सुन्निएर फुल्छ। त्यो सुन्निएर फुलेको चाहिँ मायोकार्डियममा रगत जति चाहिँ अट्नुपर्ने हो रगतको क्वान्टिटी कम अट्न थाल्छ र कम रगत अटेपछि निश्चय नै मुटुले झन् छिटो काम गर्नुपर्ने हुन्छ र लामो समयसम्म क्षति भएको मुटुले, ड्यामेज भएको मुटुले अझ द्रुत गतिमा काम गर्नु पर्दाखेरि लङ टर्ममा चाहिँ हार्ट फेलियर भन्ने कन्डिसन आउन सक्छ र हार्ट फेलियर भनेको पर्याप्त मात्रामा मुटुले पम्प गर्न नसक्ने अवस्थालाई चाहिँ हामीले हार्ट फेलियर भनेर भन्छौँ। र यस्ता किसिमका कम्प्लिकेसनहरू नआओस् भनेर हामीले टाइममा चिकित्सकको सल्लाहमा ब्लड प्रेसरको औषधि सुरु गर्न सक्यौँ भने त्यस्ता कम्प्लिकेसन्सहरूबाट चाहिँ हामीले बच्न सक्छौँ। र यही माहौलमा म तपाईँलाई के भन्न चाहन्छु भने ब्लड प्रेसरको औषधि खान हिचकिचाहट गर्ने बिरामीहरूले विभिन्न किसिमका चाहिँ आयुर्वेदिक अध्ययन भएका अथवा अध्ययन नभएका खाद्य अखाद्य जस्ता पनि आयुर्वेदिक औषधिका नाममा विभिन्न जडीबुटीहरू, घाँस पात पतिङ्गर जराहरू सेवन गरेको पनि हामीले देखेका छौँ र उहाँहरूले आफ्नो मुटु मात्रै नभइकन त्यस्ता चिजहरूको सेवनले गर्दा आफ्नो लिभर ड्यामेज गरेर आएको पनि हामीले देखेका छौँ अस्पतालमा। र म के भन्न चाहन्छु भने त्यस्ता चिजहरू खाँदाखेरि कहिलेकाहीँ ब्लड प्रेसर कम हुन पनि सक्छ, तर त्यो कुन विधिबाट ब्लड प्रेसर कम भएको छ, त्यो औषधिको गुणले कम भएको छ कि अथवा विषको गुणले कम भएको छ, त्यो हामीले थाहा पाउनु जरुरी छ, बुझ्न जरुरी छ। जस्तो कि यो जुन बर्सातको मौसममा च्याउ, जङ्गली च्याउ अथवा कुनै पनि
भेटिएका च्याउहरू खाएर अनि त्यस मृत्यु भएको खबरहरू हामीले सुन्छौँ। त्यो के कारणले हुन्छ त भनेर म सामान्य तपाईँलाई भन्न चाहन्छु। जस्तो कि त्यो जङ्गली च्याउमा एउटा ब्लड प्रेसरलाई सट्ट ड्यामेज घटाइदिने चाहिँ एउटा गुण हुन्छ। त्यो गुण भन्दा पनि अवगुण हुन्छ। त्यो विषको तत्त्वले पनि ब्लड प्रेसर घटाइदिन्छ। मुटुको चाललाई थाँती त्यो कन्ट्रोल गरेर मुटुको चाललाई घटाइदिन्छ त्यो जङ्गली च्याउले। र त्यो जङ्गली च्याउ खाँदाखेरि अत्याधिक सेवन गरियो भने मुटुको प्रेसर सट्ट घटेर अनि अस्पतालमा सिरियस अवस्थामा बिरामीहरू आउनुहुन्छ। यस अवस्थामा पनि प्रेसर त घटेको हुन्छ, तर त्यो औषधीय गुणले घटेको होइन कि विषालुपनाले, विषले गर्दाखेरि पनि औषधि यो ब्लड प्रेसर घट्न सक्छ। त्यसैले यो जमराको रस अनि निमपत्ताको रसहरू, त्यसपछि आएर चाहिँ के लौकाको यो बाहिरको तितो बोक्रा जुन अखाद्य पदार्थ हो त्यो बोक्रा, त्यही भएर हामीले फाल्छौँ। लौकाको बोक्रा फालेर गुदी मात्रै तरकारीको रूपमा खान्छौँ। लौकाको बाहिरको जुन बोक्रा हुन्छ त्यो खाद्य होइन, त्यो अखाद्य कुरा हो। र त्यो खाँदाखेरि पनि ब्लड प्रेसर घटेको हुनसक्छ, तर त्यो मुटुलाई नकारात्मक असर पार्ने गरेर घटेको ब्लड प्रेसर राम्रो हुन सक्दैन। यदि तपाईँहरू लामो समयदेखि ब्लड प्रेसर उच्च हुँदा पनि ब्लड प्रेसरको औषधि खानको लागि हिचकिचाट गर्नुभएको छ भने तपाईँले एउटा अनुभवी चिकित्सकको सल्लाहमा सही जाँच गरेर सही विधिबाट ब्लड प्रेसरको औषधि खानुभयो भने मुटु, किडनी, आँखा जस्ता अङ्गहरूको रोकथाम, बचावट गर्न चाहिँ हामीले सक्छौँ। धन्यवाद। सम्पर्क अन्नपूर्ण बाल तथा महिला अस्पताल एवं ट्रमा सेन्टर, शिवचोक, पोखरा। फोन नम्बर 061 577 774 577 784।